How to make use Popo Live. हजुरहरू नयाँ हुनुहुन्छ भने यस हाम्रो अभिषेक सुलवाल 7 टिकटक आइडीलाई फलो गरिदिनु होला है त साथीहरू। सर्वप्रथम हजुरले पोपो फेसबुकबाट हजुरले प्ले स्टोरबाट पोपो डाउनलोड गर्नुपर्ने हुन्छ। हजुरको फेसबुक हजुरको प्ले स्टोरमा जानु होला। सर्वप्रथम प्ले स्टोरमा गएपछि यहाँ सर्च बार हुन्छ, सर्च बारमा क्लिक गर्नु होला अनि हाम्रो पोपो लाइभ भनेर हुन्छ, पोपो लाइभमा क्लिक गर्नु होला साथीहरू। अब यहाँ हुन्छ अनि हजुरहरूको इन्स्टल छैन भने इन्स्टल आउँछ र मेरो चाहिँ अलरेडी इन्स्टल भइसकेको छ, त्यही कारणले मैले चाहिँ अब इन्स्टल गरिसकेको छु साथीहरू। ओपन गर्छु म, ओपन गर्ने अनि मेरो यहाँ ओपन अलरेडी भइसकेको छ साथीहरू। यहाँ लाइभ हुन्छ, यसमा पो पनि यो फलोवर्समा लाइभ जान्छ भने हाम्रो यसमा हुन्छ पार्टी लाइभ। हजुरहरूले यदि पार्टी लाइभ जोइन गर्न चाहनुहुन्छ भने ल यसरी हजुरहरूले पार्टी लाइभ अब यहाँ हुन्छ। आफूले लाइभ गर्न मिल्छ तर मैले भने केटा मान्छेले भने मिल्दैन साथीहरू। अनि हजुरहरूलाई जस्तै हजुरहरूको साथीहरू लाइभ कसरी बसेछ भन्ने थाहा पाउनको लागि हजुरहरूले यत्तिकै यहाँ जाने, प्रोफाइलमा जाने, यो फलोइङमा गरेको छैन भने फलोइङ गर्ने अनि यहाँ हेर्नुहोस् यस्तिकै हुन्छ। यहाँ गोल्डन कलरको लाइन जस्तो लाइभमा हुन्छ र यस्तिकै लाइभमा जाने र फलोवर्समा साथीहरू छ भने फलो गर्ने ल साथीहरू। अनि एउटा कुरा, हजुरले मलाई फलो गर्नुभएको छैन भने यो आइडीमा फलो गर्नु होला। 55 25 85 87 55 25 85 87 आइडीमा फलो गर्नु होला। हस् त, धन्यवाद। यस्तै भिडियोको लागि हाम्रो अभिषेक सुलवाल 7 टिकटक आइडीलाई फलो गर्नु होला है त साथीहरू। धन्यवाद। हस् त, नमस्ते, धन्यवाद साथीहरू।